पोखराबाट काठमाडौँ आउँदै गरेको ग 2 ख 1421 नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गैराती करिब 1 बजेतिर भीषण दुर्घटनामा परेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 5 मैसेगौडा भन्ने स्थानमा उक्त बस त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घटनास्थलमै 17 जनाको दुःखद मृत्यु भएको पुष्टि भएको छ। मृतक मध्ये 6 महिला र 11 पुरुष रहेका छन्, जसमा 2 जना विदेशी नागरिक समेत परेका छन्। बसमा कुल 44 जना सवार रहेको जनाइएको छ। दुर्घटनापछि 27 जनालाई उद्धार गरी काठमाडौँ लगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घटनास्थलबाट 8 महिला, 18 पुरुष र 1 बालिकालाई अचेत अवस्थामै उद्धार गरिएको थियो। घाइते मध्ये केहीलाई मलेखु र जिल्ला अस्पतालमा पठाइएको छ भने गम्भीर घाइतेहरूलाई काठमाडौँ रेफर गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। यस दुःखद घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ।